हेलो एन्ड वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी तपाईँको पिसीलाई कसरी मोर एट्र्याक्टिभ बनाउने, लाइक अब बोरिङ वालपेपरबाट एउटा एट्र्याक्टिभ वालपेपरमा कसरी कन्भर्ट गर्ने आज म तपाईँलाई सिकाउन गइरहेको छु है त। ल फर्स्ट अफ अल तपाईँले आफ्नो माइक्रोसफ्ट स्टोरमा जानुपर्छ। त्यहाँ गएर तपाईँले लाइभ वालपेपर भनेर सर्च हान्नुपर्छ। सर्च हान्ने बित्तिकै फर्स्टमा जुन एप्लिकेसन आउँछ, लाइक यहाँ छ लाइभ वालपेपर भनेर यो आउँछ। मैले अलरेडी इन्स्टल गरेको छ, त्यही भएर म यसलाई इन्स्टल गर्दैन। तपाईँले यहाँ बस इन्स्टल मात्रै क्लिक गर्नुपर्छ, त्यसपछि तपाईँको काम भइहाल्छ होइन। त्यसपछि यो गरेपछि तपाईँले अब गएर गुगलमा जानुपर्छ। गुगल या फिर कुनै पनि ब्राउजरमा गएर तपाईँले आफ्नो यहाँ गएर 4K वालपेपर फर पिसी, 4K लाइभ वालपेपर फर पिसी, लाइभ वालपेपर फर पिसी गएर यहाँ जुन यहाँ यो वेबसाइटमा गएर यहाँ क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरेपछि तपाईँले यहाँबाट अब जुन मन लाग्छ त्यो लिन सक्नुहुन्छ। फर इक्जाम्पल म यहाँबाट यो महारागाको लिन्छु। महारागाको लिएपछि ल जुजुत्सु काइसेनको मैले यसमा डाउनलोड थिचेपछि यो डाउनलोड सुरु हुन्छ। अब यो डाउनलोड सुरु भएपछि अब बस हामीले के गर्नुपर्छ भने अब आफ्नो फाइल म्यानेजरलाई खोल्ने, त्यसपछि यहाँ गएर आफ्नो लाइभ वालपेपरलाई खोल्ने। लाइभ वालपेपरलाई खोलेपछि तपाईँले डाउनलोड गर्नुभएको अघि भर्खर डाउनलोड गरेको मैले यो महारागाको यसलाई सिधै गएर ड्र्याग गरिदिने। ड्र्याग गरेपछि यसलाई ओके थिच्ने, त्यसपछि तपाईँको वालपेपर चेन्ज हुन्छ। सी इट्स भेरी इजी। सो आई होप यु लर्न समथिङ फ्रम इट। तपाईँको पिसीलाई अझै एट्र्याक्टिभ बनाउनलाई म नयाँ भिडियोहरू पनि हाल्नेवाला छु। सो स्टे ट्युन। बाई बाई।